वेलकम गाइज, वेलकम एभ्री वेलकम छ सबजना साथीहरूलाई। यहाँ म आज तपाईँहरूलाई सबजना सन्चै हुनुहुन्छ होला आशा गर्नेछु। वेलकम वेलकम सबजनालाई। आज म तपाईँहरूलाई के भन्नु गइरहेछु कि तपाईँहरूले कसरी त्यो इक्जाममा कसरी गुड मार्क ल्याउने, यदि तपाईँहरू सोच्नुहुन्छ भने आज म तपाईँहरूलाई टिप्स दिन्छु, 2-4 टिप्स दिन्छु। त्यो एप्लाई गरेर तपाईँले गुड मार्क्स ल्याउन सक्नुहुन्छ। तपाईँहरूले फर्स्टमा डेली पढ्नुपर्ने हुन्छ। डेली 4 घण्टा पढ्नु, कमसेकम डेली 4 घण्टा पढ्नु नियमित रूपमा, एक दिन पनि ग्याप हुनु भएन। अनि अर्को कुरा, तपाईँलाई जुन टाइममा मन लाग्छ कि त मर्निङमा यदि राम्रो लाग्छ पढ्नमा त मर्निङमा पढ्नु, नत्र नाइटमा पनि पढ्दा हुन्छ। मर्निङ नत्र नाइट तर पढ्नुपर्ने हुन्छ 4 आवर्स टोटल। अनि अर्को कुरा तपाईँहरूलाई म भनिदिएको छु कि डेली रिभिजन गर्नु, जुन टपिक सरले पढाउनु भएछ त्यसको रिभिजन गर्नु, त्यो अत्यन्त जरुरी हुन्छ राम्रो मार्क ल्याउनको लागि। रिभिजन गर्नु, डेली रिभिजन गर्नु। अनि अर्को लर्न गर्नु। अनि अर्को तपाईले डिसिप्लिनमा बस्नुपर्ने हुन्छ, डिसिप्लिनको फलो गर्नु। अनि डेली नियमित पढ्नु डेली पढ्नु। अनि अर्को कुरा, तपाईले त्यो क्वेशनहरू हुन्छ नि, पास्ट क्वेशनहरू सल्भ गर्नु। अनि यसरी गरेर पनि तपाईहरुले गुड मार्क्स ल्याउन सक्नुहुन्छ। थ्यांक यू। आई होप यू विल बी अन्डरस्ट्यान्ड। यो भिडियो म सर्ट बनाएको छु। अर्को भिडियोमा हामी भेटौँला। धन्यवाद। सबैजना लाइक सब्स्क्राइब गरिदिनु होला, कमेन्ट गर्नु होला। थ्यांक यू सो मच। Thanks for watching everyone. Thanks for watching guys.